यदि आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ। हेलो गाइस, नमस्ते, वेलकम टु न्यू ब्लग। आज पानी परिरहेछ। ट्याक्कै म चाहिँ टिका लगाएर पनि आइसकेँ। म खोलेर ल्याइसकेँ। त्यो दाउरा राख्छु खोले पकाउने। एकछिनमा दाउरा ल्याएर बाल्नुहुन्छ। म चाहिँ खोले लिएर आइसकेँ। आगोहरूले घाँस काट्न आँटे। खोले पकाउन आँटेछ। म चाहिँ घाँस लिन हिँडेको। अब चाहिँ ट्याक्क डोको सोकोहरू लिएर घाँस ठिक्क पाटे हिँड्न आँटेको हामी। अब चाहिँ ट्याक्क डोको सोको बोकेर म घाँस लिन हिँड्न आँटेको घाँस काट्न। आज म काठमाडौँ आएपछि पहिलोचोटि घाँस काट्न गइरहेको छु। अरू बेला चाहिँ घाँस लिन मात्र जान्थेँ। दिदी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ। म चाहिँ पछाडि घाँस लिन हिँडेको। टक्क घाँस यहाँनिर काट्नु टक्क मजाले घाँस काट्नु। घाँस टक्क काटिवरी हामीले टक्कै घाँस काटिवरी टक्क हिँड्न आँटेको। दिदी चाहिँ घाँसको मुठो बाँध्दै हुनुहुन्छ।